13 वर्षको उमेरमा मैले काठमाडौँ प्रवेश गरेँ। 52-53 सालमा म काठमाडौँ आएँ। 52-53 सालमा काठमाडौँ आउँदाखेरि पहिलोचोटि मैले काठमाडौँ देखेको चाहिँ तिनकुने हो। कहाँ रे? पहिलोचोटि तिनकुने आएँ, भागेर आएको कता आएँ। आमालाई नभनी आएको, बाबालाई नभनी आएको, बहिनीलाई नभनी आएको। के गर्न आएको भन्दा गायक हुन आएको। गायक हुन आएको। मैले यति सङ्घर्ष गरेँ गाउनु बजाउनुमा। सेवाकाईको लागि सेवाकाईमा कहिले कहिले गिटार छुनु पाउँथ्यो। 3-4 महिनामा हामी तल झर्थ्यौँ एउटा सङ्गतिमा, त्यहाँ गिटार थियो अनि गिटार बजाउनु पर्ने, त्यो पनि छुनै नदिने क्या। अनि झिङझिङ झिङझिङ गरेर बजाउनु पर्ने। अनि हामीले गाउँमा गएर के बजाउँथ्यौँ, बाँसको गिटार बजाएर हामी के गर्थ्यौँ, बाँसको गिटार बजाउँथ्यौँ, बनाउँथ्यौँ क्या आफैले। टम 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 थाहा होइन गाउँमा बस्थ्यो। अनि त्यसरी झ्याली चाहिँ के को बनाउँथ्यो भन्दा, कहाँ अहिले यस्तो जत्ता बायु पाउँदैन के भन्छ यस्तो यो के अरे जस्ता नपाउने जत्ता बाबी कहीँ नै कसै घरमा चाहिँ थोरै जस्ता टुक्राएर अलि यस्तो थिएन हतियार ढुङ्गाले टुक्राएर अनि त्योमा बाँधेर चाहिँ हामी चाहिँ बजाउँथ्यौँ क्या। मलाई अहिलेसम्म थाहा छ। तर 52-53 सालमा म काठमाडौँ आएँ पहिलोचोटि म काठमाडौँ आउँदाखेरि मलाई एकदमै गाह्रो भयो। किनभने त्यति बेला काठमाडौँ आउनु र अरब जानु उस्तै थियो। बाँसकोटेबाट 1 दिन कहाँ लाग्थ्यो, 2 दिन लाग्थ्यो। रित्तो झर्दाखेरि 2 दिन लाग्थ्यो होला गाईघाट आइपुग्नलाई। गाईघाट पनि गाडी नपाउने, पाउँथ्यो त? पाउँथेन। गाईघाट फेरि 1 दिन तल लाहान झर्नु पर्थ्यो है। 3 दिनसम्ममा आउँदा लाहान आइपुग्ने होला मेरो विचार। गाईघाटमा मैले थाहा पाउँदाखेरि पनि गाईघाटमा बस सानो चढ्थेन आज 14-15, किनभने तल बरुवा खोला थिएन पुल। त्यो बरुवा खोला बढ्यो भने गाडी ठप्प बन्द हुन्थ्यो क्या। इभन हाम्रो पनि त्यस्तै थियो। 1 दिन लेटाङ भन्ने ठाउँमा आउनु पर्थ्यो अनि लेटाङबाट चाहिँ नाइट गाडी चढ्थ्यो त्यति बेला है। अनि म के गरेँ, पहिलोचोटि मैले के गरेँ, काठमाडौँ आउने निर्णय गरेँ। काठमाडौँ निर्णय आउने गर्दाखेरि चाहिँ मसँग थुप्रो पैसा थियो। मसँग 6000 रुपियाँ थियो। 6000 पैसा लिएर आएको काठमाडौँ, हेर्नुहोस् त। तर खानुपर्छ भन्ने थिएन। त्यो त 250 मा काठमाडौँ आइन्थ्यो है। कति हेरेर 250। त्यस पछाडि 250 मा आएको, त्यस पछाडिबाट यताउता त्यहाँ झऱ्यो, त्यहाँबाट काकाले आउँछ भनेको थिएँ। त्यस पछाडिबाट ठ्याक्कै चाले म कहाँ पुगेँ, नयाँ बस पार्कमा पुगेँ। नयाँ बसमा त्यति बेला चाहिँ 250 रुपियाँ महिनाको दिन्छु भन्थ्यो क्या। काम गरेको क्या। केमा काम गरेको भन्दा गलैँचा, त्यसलाई गलैँचामा साह्रो थियो क्या। अनि नभन्दा ठ्याक्कै काकीले म ठ्याक्कै बाटोहरू भन्नु जानु। काकीसँग 12-15 महिना कति बसेँ। आफन्तमा बस्नु गाह्रो। तपाईँले आफन्त नबस्नुहोस्, दुःख गरेर आफै साँच्चै बस्नुहोस् है। तपाईँलाई 1 छाक भात दिन पनि तपाईँलाई गाह्रो पर्छ। तपाईँको आफन्तले बस्दाखेरि साँच्चै भन्नु कम्ता किचकिच गर्छ, कम्ती गाली गर्छ। भात यति खान्थेँ तर गाली यति खान्थेँ। बिहान 3 बजी उठेर म काम गर्थेँ। के को म्युजिसियन चान्सै छ। बिहानदेखि तपाईँको म गर्थेँ। बिहानदेखि तपाईँको 3 बजीदेखि उठ्थेँ। 3 बजी उठेदेखि चाहिँ म कामहरू गर्थेँ। के गर्थेँ त खोप्ने काम गर्थेँ। के खोप्ने त फर्निचरको काम गर्थेँ काकासँग होइन। तपाईँको नाङ्गो खुट्टा मङ्सिर पुसको कति जाडो हो र भन्नुहोस् त। नाङ्गो खुट्टाले यसो गरेर गर्नु पऱ्यो, कम्ती नदुख्ने क्या। अनि काकाले चाहिँ पनि गर्नु क्या। तल त छेर्ने आउँदैन भन्थे, बिस्तारै गरेर पट्टै फुटी त झन् गाली खान्छ। यति धेरै गाली खान्छ, तेरो बुद्धि छैन भन्ने थियो काकाले मलाई क्या। अनि मलाई त साँच्चै के लाग्थ्यो थाहा छ, साँच्चै मेरो बुद्धि नै छैन जस्तो लाग्न थाल्यो क्या मलाई त। काकाले बढी कराएर बुद्धि नै छैन जस्तो लाग्ने क्या मलाई त। त्यहाँबाट काकाबाट भागेँ म। अनि साह्रो बिरामी भयो त्यति बेला बिचमा, एकदम साह्रो बिरामी। यति साह्रो बिरामी भएँ है, त्यति बेला नाकमा मुखबाट रगत छाने। यति धेरै बिरामी भयो, यति धेरै खुन त मैले कति छाने। त्यति बेला यस्तो थुनेको है, नाकबाट रगत गएर छानेको। त्यो नाकबाट त के अरे थुनिएर रगत जामिएछ। अनि छात्दाखेरि यत्रो के खुन जाने गर्दा त खुनको भात जाने क्या। यति धेरै कि खुन छाने क्या। त्यसमा एकदमै धेरै कमजोरी भएँ होइन। यति धेरै कमजोरी भएँ होइन। त्यस पछाडि पहिलो कुरो त खानु राम्रोसँग नपाएको। म एक्लै पछि काकादेखि छुटेर बसेँ, तर एकदम पछि गाह्रो हो। अनि त्यसमा हात काट्यो, मेरो हात काट्यो है पछि हातहरू काट्यो। त्यो के सानो हातहरू काट्यो। त्यस पछाडि मलाई फेरि काकीले पुऱ्याउनु, काकीसँग पुऱ्याउनु। फेरि त्यसपछि 1 महिनापछि भात काट्नु नै पुग्यो। यहाँबाट त फेरि मैले अब मेरो त इच्छा थियो, गाई पुग्ने लक्ष्य ठुलो थियो।
त्यति बेला रामकृष्ण ढकालको कुरा सुन्थेँ मैले होइन। के सुनेको थिएँ भन्दाखेरि चाहिँ रामकृष्ण ढकालले उमै गएर चाहिँ सडकमा गएर चाहिँ गायक भन्ने गाउँघरमा आउँथ्यो क्या। त्यस पछाडिबाट म जब त्यहाँबाट आएँ, त्यस पछाडि काठमाडौँमा म धेरै कामहरूको खोजीमा गरेँ। कति रात त म कहाँ बसेँ भने सडकमा सुत्थेँ। सडक भन्ने थाहा छ नि, त्यति बेला चाहिँ कुकुरहरू थुप्रो पाउँथ्यो, अहिले कुकुरहरू पाउँछ, त्यो कुकुरहरू साह्रो पाउने। अनि त्यस पछाडिबाट मसँग लुगाहरू पनि थिएन राम्रोसँग। एउटा साथीको लुगा लिएर आएको थियो, चन्द्र भन्ने चन्द्रे थियो, उहाँको नाम चाहिँ हामीले चन्द्र दबाई भन्थ्यौँ क्या। त्यो चन्द्र दबाईको एउटा सर्ट चोरेर भन्दा पनि लाएर आएको। पछि मलाई काठमाडौँमा आउँदा कहिले मेरो सर्ट ल्याइदिन्छ मलाई झट्टै मारेर पछि 17-18 पनि त्यो सर्ट पुऱ्याइदियो मैले होइन। अलिक राम्रै सर्ट थियो, अब त्यति बेलाको जमानाको सर्ट राम्रो क्या। पछि त्यो सर्ट पनि पुऱ्याइदिए मैले पछि है। एकदमै त्यो परिश्रम गरियो। मन्दिरतिर सुतेँ म, लामो समय मन्दिरतिर सुतेँ म। यति धेरै त्यो के भन्छ कुकुरहरूसँग सुत्ने गर्थेँ। अनि म अनि पछिबाट चाहिँ डोको किनेँ क्या। तपाईँलाई थाहा छ नि डोको भनेको, त्यति बेला नामले भन्थ्यो, अहिले पनि नामले छ। मेरो साथी सबै नामले हुन्थ्यो क्या। नामले भनेको भारी बोक्नेलाई नामले भन्थ्यो। मलाई चाहिँ कान्छा बस भन्थ्यो। कान्छा भनेको चाहिँ घरमा काम गर्दा कान्छा। मलाई चाहिँ पिटिक्कै मन नपऱ्यो क्या कान्छा भनेपछि होइन। कान्छा भनेपछि यति रिस उठ्यो मलाई, ओ कान्छा आइज भन्थ्यो मलाई होइन। साह्रै कता तँ जाँदा पढ्ने बेला भन्थ्यो मलाई, कतिले कराउँथ्यो। अब पढ चाहिँ भन्थेन, कराउने मात्रै होइन। किनभने हाम्रो ठाउँमा मलाई चाहिँ हाम्रो ठाउँमा चाहिँ एजुकेसन राम्रो थिएन क्या। किनभने हाम्रो चाहिँ उयो थियो पाहाडमा भारी बोक्नु पर्ने। अहिले यस्तो भाइ बहिनी यस्तो खानु पाउँथ्यो, मम्मी हुनुहुन्छ, हामी त भात खानु पाउँथ्यौँ न साँच्चै भने। राम्रोसँग खाना खानु पाउँथ्यौँ न हामीले, किनभने पाहाडमा हाम्रो त धानको चामल हुँदैन थियो। मकै त्यो पनि हाम्रो 10 महिनामा पाक्ने मकै, मम्मी हुन्छ हामी सबै मकै होइन। बिहान उठ्ने बित्तिकै घाँस काट्नु जानुपर्ने, पढ्ने होला। अहिले यस्तो उठेर खा भन्ने थिएन हाम्रो जमानामा। प्रायः तपाईँहरू त्यही ब्याकग्राउन्ड आउनु भएको छ। त्यसपछि हतार स्कुल जानुपर्ने। म त स्कुल जाँदा त्यतिकै जान्थेँ, जस्तो घाँस काट्नु त्यस्तै जान्थेँ क्या म। त्यस्तै जाने लेत्रा कालै गएर फेरि म खेल उता गरेर उ गर्ने होइन, पढ्ने होइन म चाहिँ खालि क्यारमबोर्ड खेल्ने। क्यारमबोर्ड लिनु पऱ्यो है, स्कुलमा जानै लिनु पऱ्यो। त्यही भएर म जहिले पनि स्कुलमा फर्स्ट आउँथेँ। अहिले फर्स्ट गर्ने सेकेन्ड, तर तलबाट माथिबाट चाहिँ होइन। जहिले पनि फर्स्ट सेकेन्ड आउने म, जहिले पनि चोर्नै पर्ने, चोरेर पास गर्नै पर्थ्यो है, त्यसरी होइन। अनि म बाहिर आए पनि के गर्थेँ भन्दाखेरि एक्जाम दिने बेलामा चाहिँ मेरो बहिनी चाहिँ एक्जाम दिने बेला चाहिँ पुग्थेँ म जहिले पनि। अनि एक्जाम पनि चोर्नै पऱ्यो क्या। किनभने त्यति बेला त गाइड भन्ने बनाउँथेँ, लगभग गाइडमा लगभग सबै पाउँथेँ त्यति बेला। यसो हेरेँ चोर्ने पास गरेँ नि 8सम्म त्यसरी गरेँ। त्यस पछाडिबाट म इन्डिया फेरि त्यस पछाडिबाट म चाहिँ त्यस पछाडि फेरि धेरै दुःख पाइसकेपछि फेरि म फेरि दोस्रोचोटि म फर्केँ। त्यहाँबाट चाहिँ मैले यस्तै धेरै कामहरू गर्दै गएँ होइन। अनि त्यस पछाडिबाट जीवन दाई भन्ने हुन्थ्यो, बाइबल कलेजमा उहाँ पढ्नु भएको थियो। अनि उहाँले मलाई के गर्नुभयो भन्दाखेरि चाहिँ उहाँ पनि पहिला ढुङ्गामा चाहिँ बोक्ने मान्छे, बाइबल स्कुल पढ्नु भएको 3 वर्ष भएको रहेछ। बाइबल कलेज पाइन्छ भने क्या, खोइ म कुरा गर्छु भन्नु, ल तिमीलाई म चिठी लेख्छु ल भनेर क्या। त्यस पछाडिबाट चाहिँ प्रभुले मलाई ढोकाहरू खोलिदिनु भयो। प्रभुले कसरी ढोकाहरू, बाइबल स्कुल जाने। तर बाइबल स्कुल चुनौती थियो, लास्टै चुनौती, यति धेरै चुनौती। मलाई केही पनि गर्न नआउने, बजाउन नआउने, इङ्ग्लिस नआउने, नेपाली पनि राम्रोसँग नआउने। त्यस पछाडिबाट हामीमा गयो के भन्छ बाइबल कलेज गएको। बाइबल कलेज जाँदा त मलाई एउटा केही नै आउँदैन। अस्ति भन् बेला लाग्छ नि केही पनि नआउने क्या मलाई, केही पनि नआउने। त्यस पछाडिबाट 1 वर्षसम्म चाहिँ यति धेरै भोक्याबुलरी मैले रटेँ। दोस्रो सालबाट चाहिँ मैले ग्रामर सिकेँ। दोस्रो सालको दोस्रो सेमिस्टरबाट त म राम्रो इङ्ग्लिस बोल्ने भइगएँ नि। त्यहाँ राम्रो मेरो इम्प्रुभनेस भयो है, प्रभुले आशीष दिनुभयो। त्यस पछाडि म त्यसको साथसाथै फेरि म काठमाडौँ आउँदै सेवाकाई गरौँ भनेर, तर बिच बाटोमै जीवन दाईसँग भेटेपछि म के गरेँ, फेरि म इन्डियातिर गएर पढ्न। मसँग पैसा त थिएन, पैसा थिएन है मसँग, 1 रुपियाँ पनि थिएन। अब के गर्नु, मसँग 700 रुपियाँ बोकेर आएको, के अरे 300 350 कति पैसा बोकेर आउँदै थिएँ काठमाडौँ। आधी बाटो बिचमा दाईसँग भेटेर दाईले चिठी दिनुभयो, ल लिएर आइज भन्नुभयो, इन्डिया मास्टर पढ्न गयो। त्यसपछि हतार फेरि दाई जाउँ न माथि घर जाउँ भनेर, अनि फेरि ठुली बहिनीको सुन रहेछ त्यो 6000 कति बेचेर अनि हिँडेको काठमाडौँ, के अरे बेङ्गलोर हिँडेको। 6500 कति त्यति बेला सुनको भाउ थिएन, 1 तोला कति थियो, 6500 बिक्री गरेर हिँडेको है, हिँड्यो। यति धेरै कठोर परिश्रम गऱ्यो उहाँ पनि। मलाई त हेप्ने डल्ने मान्छे होइन, त्यहाँ त ठुल्ठुलो उयोहरू के अरे
के भन्छ त्यहाँको इन्डियन त ठुल्ठुलो क्या अत्र कालो कालो त्यो मादलको खली जस्तै कालो कालोहरू क्या एकदमै धेरै कालो कालो तर हेर्नेका लास्टै हेर्ने किनभने मैले त महिनाको वर्षको 6,000 मात्रै आइसी 6,000 तिरेर पढेको 2 वर्ष तर हुनु चाहिँ त्यहाँ कति थियो आइसी दिनु पर्ने 40,000 थियो भनेको 60,000 नेपाली तर मसँग मैले भने मसँग पैसा छैन मलाई स्कलरसिपमा पढिदिनुहोस् भने पास गरेँ स्कलरसिपमा एकको पनि पास गरेँ सबै कुरो पास भयो स्कलरसिपमा मलाई उहाँले चान्सेस दिनुभयो त्यस पछाडि मैले चाहिँ 6 घन्टा काम गर्दै थिएँ मैले यहाँ जस्तो मैले सजिलो सेवा के अरे पढ्ने मौका पाइनँ त्यहाँ बिहान 4 बजीदेखि 6 बजीसम्म उठेर मैले के गर्नु पर्थ्यो खाजा बनाउनु पर्थ्यो उक्मा भन्नुहुन्थ्यो उक्मा बनाउनु पर्ने कहिले ब्रिड गर्नुपर्ने कहिले अन्डा त तपाईँको यति हुन्थ्यो नभए 400 जति स्टुडेन्ट अन्डा त भरि थियो त्यो एउटा यत्रो गरेर उसिन्नु पर्यो ठुलो फसमा उसिन्थ्यो अब त्यो केलाउँदाखेरि तपाईँको थोरै थोरै केलाउँदा पो राम्रै हुने त धेरै केलाउँदा पुरै त्यो उसले काट्दछ पुरै यस्तो के भन्छ त्यो अन्डाको खोलले काट्ने पुरै घाउै घाउ हुने यस्तो घाउ हुने होइन त्यो तपाईँको एउटा अन्डा केलासँग 3-4 घन्टा लाग्ने क्या तर मैले पछि दिमाग लगाएँ 15 मिनटमा टाकटुक मैले गर्दा 3-4 एउटा नै के गर्दा होइन पछि चाहिँ पुरा त्यो अन्डा त्यहाँ टिड्याम ठोकाउने बिस्तारै ठोकाएर चाहिँ अनि यस्तो घुमाइ सबै खुइजाँदो छ कि त्यसमा 10% चाहिँ त्यो अन्डा के हुन्थ्यो बिग्रिन्थ्यो 10% अन्डा थियो ल 40, 25, 30, 35 अन्डाको त्यो ऊ मात्रै हुन्थ्यो कि यति हुन्थ्यो रानी मात्रै हुने अरू चाहिँ खुसाएर गर्थ्यो अनि रानी ठाउँ राख्थ्यो अनि भने चाहिँ मलाई रानी मात्रै खाएको भने त त्यसले भुँडी दुखाएर पलाएर चाहिँ हुँदो छ त्यो पुग्दो रहेछ साह्रो भुँडी त्यसलाई खानु नपाएको माथि चर्च कलेजमा तल कलेजमा खाएको उक्पाउने प्रशस्त खानु पाउने प्रशस्त खानु मेरै हातमा सबै होइन अनि अन्डा त कति खानु पाउने भरे त एक दुई दिन चाहिँ मिठो लाग्यो तर पछि चाहिँ हेर्नुहोस् त्यो अन्डाले वाक्कै लाग्यो क्या त्यो भुँडी यति साह्रो बिगार्यो त्यो भुँडी बिगारेर त्यो अलिकति त्यो छोड्यो भने त्यो कोठामा बस्न सक्ने गरी चाहिँ गाह्रो हुँदोरहेछ क्या त्यसरी चाहिँ मैले बाइबल कलेज पढ्ने मौका पाएँ र 3 वर्ष मैले ती सेवाकाई गरेँ त्यहीँ पनि सेवाकाई गर्दा गर्दै म नेपाल आइसके पछाडि त्यहाँबाट चाहिँ मेरो श्रीमतीसँग भेट भएँ मेरो श्रीमतीसँग भेट भयो हाम्रो यो सेवाकाईको सुरुवातमा कसरी हामीले सेवाकाई गऱ्यो भन्ने कुरा भयो र प्रभुले मात्रै परिवर्तन गर्न सक्नुहुन्छ है परमेश्वरले मात्र सबै कुरो चाहिँ हाम्रो जीवनलाई परिवर्तन गर्न सक्छ परमेश्वर हुन्छ आमेन र आज परमेश्वरले आज हाम्रो जीवनमा धेरै कुरामा परिवर्तन ल्याउनु भयो म एउटा कस्तो थिएँ भन्दाखेरि म एउटा आभारा मान्छे थिएँ मलाई चाहिँ गर्ने मलाई खासै काहीको मतलब लाग्थेन के मलाई घर पनि आमाले भन्छ त गएपछि के गर्छस् त गएको के अरे ढुङ्गा जस्तो झर्न घरमा आउँदैनस् भन्नुहुन्थ्यो साँच्चैमा आउँथिनँ म 18-19 महिना म घर मतलबै नगर्ने मान्छे हो क्या वास्तव त्यो होइन म घरको माया गर्छु म कम्युनिकेसन मात्रै क्या हो है मैले त्यसलाई धेरै सम्झिन्थेँ घर परिवारलाई सम्झिन्थेँ नि नसम्झिने चाहिँ होइन धेरै सम्झिन्थेँ मेरो परिवारलाई म धेरै माया गरेँ म मण्डलमा त्यति नै माया गर्छु फोन पनि गर्दिनँ होला त म अभावमा जिइसकेको मान्छे थिएँ क्या अभावमा जिउनु जानेको मान्छे थिएँ म अहिले पनि मलाई कुनै पनि अभाव भने मलाई त्यति धेरै चिन्ता फिक्री हुँदैन प्रभुले बदल्नुहुन्छ भन्ने कुरो म कति समयसँग म काठमाडौँको पहिलो सेवाकाईको सुरुवातमा म भोकै कति समय बसेँ क्या धेरै समय मैले के भन्छ सेवाकाई गर्नुभन्दा अगाडि म अगाडि आउँदाखेरि धेरै ठाउँमा फालेको भातहरू मैले खाएर हुर्केको मान्छे हो यद्यपि मेरो परिवार सबै भए तापनि मैले के भएको मान्छे भन्दा चाहिँ यो समयमा मैले के गरेको छु भन्दा त्यो फालेको ठाउँमा चाहिँ ऊहरू फ्याँक्थ्यो क्या त्यति बेला त्यो त साह्रै बङ्गुर पाल्थेन अहिले पो बङ्गुर फाल्नेहरूले सबै भात उठाइन्छ कसले कसले तातो भातहरू फ्याँकिरहेको थिएँ त्यो खान्थेँ भने कति मिठो मिठो भात त फ्याँकिरहेको थियो त होटेलको मान्छेहरू साँच्चै भनेको तपाईँलाई कतै थाहा छैन होला त्यो कुरा अहिले चाहिँ पाउनु न सबै होटल के अरे बङ्गुर पालेरै अगाडि लगिदिइहाल्छ क्या मिठो मिठो चिजहरू पाउँछ त्यसै गर्दाखेरि हाम्रो परिस्थिति प्रभुले मात्रै बदल्नुहुन्छ प्रभुले तपाईँ जस्तो मान्छेलाई प्रभुले तपाईँलाई चुन्नुहुन्छ Only God can change your life. परमेश्वर मात्रै तपाईँको जीवनलाई परिवर्तन गर्नुहुन्छ अनि त्यसैले परमेश्वरले मलाई त्यस्तो ठाउँबाट अवस्थाबाट प्रभुले मलाई चुन्नु भयो गरा सुजनले म काठमाडौँ आउँदा म एक्लो थिएँ मेरो परिवार थिएन मलाई के लाग्थ्यो एउटा साइकल किनेको थिएँ 1300 रुपियाँमा एउटा गिटार कालो गिटार थियो मैले त्यो गिटार चाहिँ एउटा मैले ठुलो एउटा गिटार त्यो गिटारसँग साटेँ अनि 3000 पैसा र त्यो गिटार त्यो मण्डली गिटारसँग साटेँ भने होइन अनि त्यो चाहिँ हिजोसम्म चलाएँ त्यो गिटार
लगभग पर आजको 4-5 वर्षसम्म त्यो गिटार हिँड्छ। त्यस पछाडिबाट के गर्यो, त्यस पछाडि त्यो गिटार साटेर मैले एउटा 1300 मा साइकल किनेँ, पुरानो साइकल। त्यो साइकलले मलाई कहिल्यै धोका दिएन। म यति धेरै टाढा समितिमा गएँ, यहाँबाट पढाउन जान्थेँ आउँथेँ, त्यही साइकलमा कहिल्यै बिग्रेन, कहिल्यै त्यो साइकल बिग्रेन। तर चलाउन चाहिँ गाह्रो भने त्यस पछाडिबाट मलाई मोटरसाइकल नभेट्यो। त्यो जब म कुदाउँथेँ नि मोटरसाइकल कहिल्यै नभेट्यो मलाई त्यो गर्दाखेरि। त्यसै कारणले परमेश्वर चाहिँ हाम्रो परिवर्तन गर्ने परमेश्वरहरू छैन। परमेश्वरले नै हाम्रो जीवन परिवर्तन गर्नुहुन्छ।